यदि तपाईँ युके, युएसए, अस्ट्रेलिया कहीँ तपाईँ काम गर्दै हुनुहुन्छ सुपरभाइजर, म्यानेजरको रूपमा र तपाईँलाई करियर ग्रोथ चाँडभन्दा चाँडो चाहिएको छ भने यो कुरा ध्यान दिएर सुन्नुहोस् है त। करियर ग्रोथ अपर्च्युनिटी भनेको त्यत्तिकै आउने होइन, यसको लागि तपाईँले पनि आफूले आफूलाई ढाल्नुपर्ने हुन्छ होइन। यदि तपाईँको डिपार्टमेन्टमा धेरैजना स्टाफहरू छन् होइन, उहाँहरू चाहिँ तपाईँले आफ्नो ज्ञान र नलेजहरू सेयर गर्नुभएको छैन होइन, तपाईँले सिकेको कुराहरू सेयर गर्नुभएको छैन भने यो पनि तपाईँको ग्रोथको लागि अब्स्टेकल हो। धेरैलाई के हुन्छ भने मैले सिकाएँ भने मेरो जागिर खाइदेला भन्ने यो होइन। जब तपाईँ आफ्नो टिमलाई धेरै कुरा धेरैभन्दा धेरै नलेज यसरी बाँड्दै नै हिँड्नुहुन्छ नि, नलेजलाई चाहिँ एकदम फ्री टिकटकै रूपमा बाँडेर हिँड्नुहुन्छ, आफ्नो टिमलाई होस् अथवा कसैलाई होस् तपाईँ बाँड्न थाल्नुहुन्छ भने जब तिनीहरूले काम सिक्छन् र तपाईँले तिनीहरूलाई इनेबल गर्नुहुन्छ, त्यो सिकिसकेर उनीहरूको जो ग्रोथ हुन्छ नि त्यसको अपलिफ्टले नै तपाईँलाई ग्रोथ गराउँछ। यो अवश्य सोच्नु होला। अनि अर्को कुरा छ, धेरैवटा कम्पनीमा के हुन्छन् भने साइलेन्ट पर्फर्मरहरू हुन्छ। साइलेन्ट पर्फर्मर भनेको कस्तो हुन्छ भने ध्यान लाएर एकदमै मिहिनेत लाएर काम गर्ने, तर उसले त्यो काम गरेको नि क्रेडिट कसैले खाइदिरहेको हुन्छ, कसैले लगिदिरहेको हुन्छ, कसैले थाहा हुँदैन कि उसले गरेको थियो भनेर। त्यो हुन कहिले पनि नदिनु होला। तपाईँ यदि कुनै इन्टरनेसनल कम्पनीमा काम गर्दै हुन्छ भने कम्पनीमा तपाईँको भर्टिकल कस्तो पारेको छ होइन, कम्पनीमा तपाईँको कम्पनीमा हायरार्की कस्तो बनाएको छ, त्यो जस्तो बने पनि तपाईँको कम्पनीमा हायरार्की अनुसार तपाईँको म्यानेजर, सुपरभाइजर हुन्छ, डाइरेक्टर हुन्छ। जहिले पनि यो ट्राई गर्नु होला डिप्लोमेटिकली तपाईँको म्यानेजरभन्दा माथिको म्यानेजर, त्योभन्दा माथिको म्यानेजर, त्योभन्दा माथिको डाइरेक्टर र प्यारलल डिपार्टमेन्टहरूको म्यानेजर र डाइरेक्टरको सँग कनेक्सन बनाएर हिँड्नु होला। त्यो गरिसकेपछि के हुन्छ भने लन्चमा, कफी ब्रेकमा, कुनै पनि अपर्च्युनिटीमा बारम्बार तपाईँ आफूले गरेका कामहरू र अचिभमेन्टहरूको कुराहरू सुनाउनुहोस्। त्यो सुनाइसकेपछि के हुन्छ भने तपाईँको म्यानेजरलाई थाहा हुन्छ कि यसले त यताउता गरेर कुरा गर्छ, यसको कनेक्सन छ। र यदि तपाईँको म्यानेजरले तपाईँको पर्फर्मेन्स चोर्ने गरेको थियो, तपाईँको कामहरूलाई मेरो काम भनेर अगाडि देखाउने गरेको थियो भने अब उसले त्यो बन्द गर्छ र सबैलाई थाहा हुन्छ कि काम चाहिँ तपाईँले गरेको थियो या तपाईँकोबाट भएको थियो भन्ने कुरा। त्यो गरिसकेपछि तपाईँको जुन अपलिफ्टहरू हुन्छ त्यो गरिसकेपछि के हुन्छ भने तपाईँ रिकगनाइज हुनुहुन्छ कम्पनीमा। रिकगनाइज भइसकेपछि नयाँ अपर्च्युनिटी, नयाँ प्रमोसनको बेलामा तपाईँको नामहरू रिकमेन्ड हुँदै जान्छ। यो कुरा सेयर गर्नु होला है त।